नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ एउटा यस्तो विषयमा जसले हाम्रो जिज्ञासा, ज्ञान र सोचाइलाई चुनौती दिन्छ। हामीलाई विज्ञान र अनुसन्धानसँगको सम्बन्ध के छ र किन हामी बच्चा जत्तिकै जिज्ञासु हुँदैनौँ। मेरो अनुभव भन्नुपर्दा यो कुरा साँच्चै रोचक छ। तपाईले सानो कक्षा जस्तो कि किन्डरगार्टन वा पहिलो कक्षाका बच्चाहरूसँग कुरा गर्नुहोस्, त्यहाँ पाउनुहुन्छ विज्ञानमा उत्साहित बच्चाहरू। उनीहरूले सोध्ने प्रश्नहरू गहिरा र जिज्ञासु हुन्छन्। जस्तो कि सपना के हो, हाम्रो खुट्टाका औँलाहरू किन छन्, चन्द्रमा गोलो किन देखिन्छ, संसारको जन्मको दिन कहिले हो, घाँस हरियो किन हुन्छ। यी सामान्य जस्तो देखिने प्रश्नहरू वास्तवमै गहिरा र महत्त्वपूर्ण हुन्छन्। उनीहरूका जिज्ञासामा कुनै सीमा छैन। तर ती बच्चाहरू 12 कक्षामा पुगेपछि कस्तो हुन्छ? त्यहाँ त्यस्तो जिज्ञासा हुँदैन। उनीहरू करिलो र उदासीन बनिसकेका हुन्छन्। केही डरावना कुरा घट्छ। केवल किशोरावस्था मात्र होइन, एकदमै रोचक कुरा यो हो कि हामीसँग अर्थात् विज्ञान र अनुभवको क्षितिज विस्तार गर्ने क्षमता छ, तर हामी त्यसलाई प्रयोग गर्न बन्द गर्छौँ। अब कल्पना गर्नुहोस्, तपाईले एरिस्टोटललाई विज्ञानको कुरा सिकाउनुभयो। एरिस्टोटल एक बहुविज्ञानी, विश्वकै महान दार्शनिक थिए। तर तपाईले आज उनलाई मात्र होइन, संसारलाई अझ गहिरो र विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ। यो भन्न खोजेको होइन कि तपाईँ एरिस्टोटल भन्दा बुद्धिमान हुनुहुन्छ वा बढी ज्ञानी हुनुहुन्छ। मुख्य कुरा यो हो कि विज्ञान सँगसँगै बढ्छ। हामी पछि जन्मेका हौँ, त्यसैले हामीले पुराना ज्ञानको आधारमा नयाँ ज्ञान सिर्जना गर्न सक्छौँ। साइन्स बुझ्न तपाईलाई अनिवार्य रूपमा प्रयोगशालामा काम गर्नु जरुरी छैन। तपाईले बेन्सेन बर्नर चलाउनु नपरी पनि पर्याप्त ज्ञान लिन सक्नुहुन्छ। ज्ञानको त्यो खाली ठाउँ जुन तपाईले कल्पना गर्नुहुन्छ, त्यसलाई भरिनु हाम्रो पहुँचमा छ। तर समस्या के हो भने हामी विज्ञानलाई हाम्रो सांस्कृतिक जीवनबाट अलग राखेका छौँ। हामी आफैलाई विस्मृत बनाएका छौँ। हामी अन्वेषक र पायोनियर हौँ, केवल हेर्ने वा स्याहार गर्ने होइन। ज्ञान अज्ञानताभन्दा धेरै माथि हुन्छ, राम्रो हुन्छ। कठिन सत्यलाई स्वीकार गर्नु विश्वास योग्य विश्वासभन्दा 1000 गुणा राम्रो हो। यदि हामीले कुनै विशाल ब्रह्माण्डीय उद्देश्य खोज्दैछौँ भने कम्तीमा आफैलाई एउटा योग्य लक्ष्य दिनुपर्छ। साथीहरू, मानव जातिका लागि यो अत्यन्तै स्वस्थ हुन्छ कि हामी निराशा कम गर्ने र वैज्ञानिकहरू बढी प्रोत्साहित गर्ने प्रयास गरौँ। जिज्ञासा नष्ट नगरी नयाँ प्रश्नहरू सोध्ने बानी राखौँ। सारांशमा भन्नुपर्दा बच्चाहरूको जिज्ञासा हाम्रो सबैभन्दा ठुलो शक्ति हो। त्यसलाई जीवनभर जीवित राख्नु हाम्रो जिम्मेवारी हो। ज्ञान हाम्रो हतियार हो र विज्ञान हाम्रो मार्गदर्शक। त्यसैले खोज्दै रहनुहोस्, सोध्दै रहनुहोस् र कहिल्यै जिज्ञासा नगुमाउनुहोस्, किनकि यही हाम्रो मानवत्व हो। अन्वेषक, पायोनियर र अन्ततः प्रश्नहरूको खोजीमा। ज्ञानले अन्धकार हटाउँछ, जिज्ञासाले भविष्य बनाउँछ।